यो भिडियो बनाउने केटाहरूलाई 21 तोपको सलाम यार। खतरा दामी बवाल लाग्यो मलाई चाहिँ। लेखेको युवाले राम्रो गर्छ देश बनाउँछ भनेर भोट हालेर जिताइयो। आज आफ्नै बास उठायो। आफ्नो यहाँ लाल पूर्जा हुँदा त घर भत्काइदियो, तर जग्गा पास गर्ने मालपोत र घरको नक्सा पास गर्ने ती सरकारी मान्छेहरूलाई यो सरकारले कारबाही गर्छ कि गर्दैन होला। पहिलो सरकारले गरेको गल्तीको सजाय हामी जनताहरूले मात्र भोग्नु पर्ने हो र? खै हौ, उहिले बाबुबाजेहरूले मनाउँदै गरेको रीति नछोडेको भए अहिले मेरो घर भत्काउनेहरूको हात खुट्टा कक्रिएर घर त भत्काउन सक्ने थिएन। हो नि दाजु, एक दुई दिनमै बम हानेर नेपालै जस्तो पार्छौँ जस्तो गरेर वस्तु भाउ सामान निकाल्नै नदी हाल्यो हामीलाई। जाउँ हौ भाइ सिक्किमतिर, गोठाला गरी खाउँला बरु। आफ्नै नेपाली दाजुभाइहरूको घर ढल्दा पनि ठिक हो भन्दै रमाउने यो समाजमा कसरी बस्नु हो? अरू कुरा के गर्नु, पाठशाला मठ मन्दिर गुम्बा भत्काएर भगवानहरूलाई त सुकुम्बासी बनायो। नाथे हामी गरिबहरू त के हुन् र तिनीहरूको लागि? खै भन्नेहरूले त गरिबको घरमा देउताको बास हुन्छ भन्छन्। अर्को जन्ममा चाहिँ नम्बरी जग्गामै जन्माइदेऊ है भगवान। जाउँ भाइ। यो देशको शासकले हामीलाई शत्रु जस्तो व्यवहार गरे पनि यो देशलाई हामी सधैँ सम्झिरहनेछौँ। जुत्ता त लाउनु दाजु। होस् हौ भाइ, जुत्ता लाउने पनि सुकुम्बासी हुन्छ र भन्ने यो समाज कटेपछि मात्रै जुत्ता लाउँछौ। गरिबीले जनता रुवाएको यो देशमा अब कुनै नेताहरूको कारणले जनता रुन नपरोस्। पुरानोलाई फालेर आएका शिक्षित युवाहरूको सरकारमा कोही गरिब घरबारबिन हुन नपरोस्।